Hi everyone, welcome back to my YouTube channel. अनि आज तपाईहरुको सामु चाहिँ म यो भिडियो किन लिएर आएको छु भन्दाखेरि तपाईले यो भन्दा अगाडिको भिडियोहरु देखिसक्नु भयो अनि अहिले चाहिँ हामी भर्खरै पार्कबाट फर्किसकेको छौं बहिनीहरुसँग। अनि त्यो चाहिँ हामीले धेरै भिडियोहरु बनाउन पाइनौं हैन किनभने हामी चाहिँ एकदम बिजी पनि भयौं अनि त्यहाँनिर माहौल पनि थिएन किनभने त्यहाँ लाइटहरु थिएन नि त अनि अहिले हामी रुममा आएर भिडियो बनाउँदै छौं। अनि तपाईले पनि दुई शब्द मन्तव्य राख्दिनुहोस्। हाय अनि नमस्ते सबैलाई। अहिले चाहिँ हामी आज चाहिँ हाम्रो चाहिँ एनिभर्सरी हो, 2 वर्ष पुरा भयो। अनि त्यही भएर चाहिँ आज हामी अघि बाहिर गएर भर्खर रुम आइपुग्यौं अनि फ्रेस भएर फेरि हामी भिडियो बनाउँदै छौं यो। अनि आज हामी के गर्ने रे? आज चाहिँ हामीले यस्तो खालको भिडियो लिएको छौं कि अब यो 2 वर्ष भएको अवसरमा भनौं न हैन अनि तपाईहरुको युट्युबमा पनि धेरै माया छ कि तपाईहरुले हामीलाई दिन बदिन तपाईहरुले सब्स्क्राइब गर्दै जानु भएको छ, तपाईहरुले हाम्रो भिडियो हेर्दिनु भएको छ अनि तपाईहरुको लागि चाहिँ हामीले स्पेशल भिडियो चाहिँ किन लिएको भन्दाखेरि हामीले यो भन्दा अगाडिको पहिलो वर्षको एनिभर्सरी चाहिँ हामीले साथमा मनाउन पाएको थिएनौं हैन। हामी त्यस्तो बर्थडेहरु सेलिब्रेट पनि गर्दिनौं, एनिभर्सरीहरु पनि यस्तो ठूलो ग्रान्ड सेलिब्रेट गर्दैनौं हैन। हामी चाहिँ दुई जना नै एकअर्कालाई सेलिब्रेट गर्ने हो, गफ गर्ने हो, त्यति नै हो हैन। तर अब बाहिर गएर यस्तो स्पेशल हामी कहिले पनि मनाउँदैनौं है। 2 साल भयो पनि बेगरेको 2 साल भयो पनि चाहिँ हाम्रो पहिलोचोटी एनिभर्सरी हो किनभने लास्ट इयर हामी अलग अलग थियौं। मेरो श्रीमती नेपालमा थिइन्, म यही थिएँ, त्यही भएर म छुट्टी जान पाइन। यसपालि चाहिँ हामी सँगै दुई जना भएकोले कारणले गर्दाखेरि अनि यहाँ के प्लानिङ गरौँ जस्तो सोचिरहेको थिएँ। अनि मलाई चाहिँ भाइहरू छ अनि बहिनीहरू छ अनि दुईसँग सेलिब्रेसन गरौँ कि भनेर चाहिँ आज भाइ बहिनीहरू अनि अङ्कल यही हुनुहुन्छ, मेरो काका यही हुनुहुन्छ, उहाँलाई पनि बोलाएर अनि हामी चाहिँ बाहिर खानाहरू रुममै बनाएर अनि बाहिर हामी चाहिँ पार्कमा गएर खानाहरू खायौँ गऱ्यौँ अनि छुट्टिएर भर्खरै आएको छौँ। अब हामी चाहिँ केही भिडियोहरू बनाउँदैछौँ अब श्रीमती मिलेर। तर अनि अघिल्लो सालहरुमा चाहिँ अब हामीलाई जस्तै हामीले सँगै बसेर सेलिब्रेट नगरे पनि अनि उहाँ चाहिँ यस्तो स्पेशल मान्छे हुनुहुन्छ कि उहाँ चाहिँ सबै कुरालाई स्पेशल बनाउने खालको मान्छे हुनुहुन्छ हैन। अनि त्यो चाहिँ मलाई थाहा छ नि त। अनि किनभने मेरो बर्थडेमा होस् अनि हाम्रो एनिभर्सरीमा होस् हैन अनि मेरो जे पनि स्पेशल मेरो हुन्छ नि त्यसमा चाहिँ उहाँले स्पेशल झन् बनाइदिनुहुन्छ के। अनि यो बोकिरहेछु यो पनि मेरो गिफ्टै हो, उहाँले दिनुभएको हैन। मलाई चाहिँ मनपर्छ धेरै अनि मैले पक्रेर बस्छु सधैँ। अनि पहिलो वर्षको एनिभर्सरीमा पनि उहाँले मलाई गिफ्टहरु के पठाइदिनु भएको थियो हैन। अनि त्यसपछि त्यो गिफ्ट त मैले लाइरहेछु। यो म किन यो तपाईले जुनै पनि भिडियोमा देख्नुहुन्छ किन यो छोड्दैन भन्नुहुन्छ नि, यो चाहिँ मेरो एनिभर्सरीको फर्स्ट एनिभर्सरीको गिफ्ट हो नि त। अनि त्यो भएर मलाई यसको एकदमै धेरै माया लाग्छ हैन, म कहिले पनि छोड्दिन यो हैन। अनि त्यसपछि त्यसको लागि पनि तपाईलाई थ्यांक यू हैन। अन्त सेकेन्ड एनिभर्सरी पनि छ तर म भन्दिन। अनि त्यसपछि अनि मैले चाहिँ तर मलाई चाहिँ दुःख लाग्छ कि मैले चाहिँ केही पनि उहाँलाई दिन सक्दिनँ कि माया र प्रेम आदर बाहेक केही पनि दिन सक्दिनँ हैन। अनि संसारिकको त्यो थोकहरु चाहिँ मैले उहाँलाई दिनै सक्दिनँ कि किनभने मलाई चाहिँ हामी सेलिब्रेटै गर्दिनौं अनि त्यसपछि म दिदिन पनि अन्त त्यस्तो टाइमिङ मिल्दैन। अनि उहाँको सबै कुरा छ हुन्छ पनि अनि मैले पर्दैन भन्नुहुन्छ हैन। अनि त्यही भएर तर पनि म अब कुनै न कुनै यस्तो समय आउँछ कि मैले पनि गिफ्टहरु दिनुपर्ने समयहरु आउन सक्छ हैन साथीहरु। अनि विशेष गरेर आजको भिडियोमा चाहिँ के इन्क्लुड गर्नु गइरहेको छु भने यो 2 वर्षको अवसरमा चाहिँ उहाँलाई मनपर्ने कुरा, मन नपर्ने कुरा अनि मलाई मनपर्ने कुरा, मलाई मन नपर्ने कुराहरु चाहिँ हामी एकअर्कासँग क्वेशन गर्नेछौं हैन। यो चाहिँ एकदम सर्ट भिडियो राख्छौं न, यो पछि डिटेल्समा तपाईहरुको अगाडि Q&A भिडियो पनि राख्छौं। तर अहिले चाहिँ हामी सानो सानो क्लिपहरु मात्रै राख्छौं है त साथीहरु। अनि ल म तपाईलाई क्वेशन चाहिँ त्यही क्वेशन मलाई पनि सोध्नुपर्छ है, अलि सिधा भएर बस्नु। के क्वेशन सोध्ने ल भन्छु ल। तपाईलाई चाहिँ हैन मेरो मन नपर्ने बानी चाहिँ 3 वटा भन्नुस्। मन नपर्ने बानी अब धेरै भए पनि 3टा भनिदिनुस्, थोरै भए पनि 3टा चाहिँ पुराइदिनुस्। मन नपर्ने बानी हजुर मन नपर्ने बानी एक त यो रुममा क्या सामानहरु सिप गरे गर्ने मैले खोजेकोलाई भेटाउँदै नभेटाउने। त्यो हो मैले सामान यताउता चेन्ज गरिराख्छु हैन, त्यो चाहिँ मेरो बानी छ हो हैन। अर्को के छ कहाँ हिँड्नु पर्यो भने लेट गर्ने, लुगा 10 चोटि फेर्ने, लुगा 10 चोटि फेर्ने अन्त टाइम धेरै लाउने। त्यो त सबै छोरी मान्छेको बानी हो, यो पनि हो एकदम करेक्ट हो, यो म यसो गर्छु। यो सबैको पनि हो समस्या हो जस्तो लाग्छ हैन। कमेन्ट गर्नु चाहिँ तपाईहरुको त्यस्तो बानी छैन। अनि अरु त
ठिकै छ। अरू त्यस्तो केही छैन। लास्ट 3टा त पुऱ्याउनै पर्छ। 3टा पुऱ्याउनै पर्ने हो? 3टा पुऱ्याउनै पर्छ। तपाईँलाई मन नपर्ने बानी भन्नु त्यस्तो छिटो। थाहा छ तपाईँलाई, थाहा छ भन्नु। मलाई चित्त दुख्छ नभन्नु भएको होला। भन्नु मलाई चित्त दुख्दैन आज त। अर्को के भन्छ, बिर्सिन्छौ घरिघरि सामानहरू केही उयो गर्यो भने यहाँ राखेँ नि त्यही बिर्सिन्छ। यो त मेरो एकदम यो त अब सबैले मेरो विश्वास गर्दैन, तर कोभिड पछाडि चाहिँ मैले त्यही हो। मैले यहाँ फोन यहाँ राखेको छु, मेरो हातमै फोन हुन्छ होइन, अनि फोन राखेर म फोन खोजिरहेको हुन्छु। अघि बाहिर जाँदाखेरि पर्स बिर्सेको थिएँ। हो त्यो चाहिँ मैले पर्स निकालेँ। मेरो ड्युटी जाने ब्यागमा हुन्छ सधैँ पर्स होइन, त्यसमा चाहिँ कार्डहरू सबै हुन्छ नि त, मेरो यहाँको आइडीहरू यहाँ कार्डहरू सबै हुन्छ। अनि त्यो ब्यागबाट मैले टेबलमा झिकेँ। त्यो टेबलमा झिकेपछि फेरि मेरो जुन उता बाहिर के आउटिङ जानुको लागि बोक्ने ब्यागमा हालिन रहेछु के। अनि त्यस बाटोमा पुगेर बस चढ्ने बेलामा थाहा हुन्छ, मेट्रो चढ्ने बेलामा थाहा हुन्छ। अनि कसरी थाहा भेटिन्छ त होइन। तर उहाँ चाहिँ मेरो एउटा के भने यो चाहिँ पार्टनर भनेको चाहिँ यतिको हुनुपर्छ होइन। यो चाहिँ मेरो एकदम प्रार्थनाको उत्तरमा पाएको पार्टनर हो नि त होइन। उहाँले चाहिँ मलाई जेमा पनि त्यो कुराको भरपाई गरिदिनुहुन्छ क्या। अब जस्तै मसँग मैले पर्स छोडेँ नि त होइन, अब कति ठाउँमा पर्स हुन्छ, उहाँसँग एउटा ब्याकअपमा केही न केही चाहिँ हुन्छ कि, नत्र म त्यहाँ पुगेर फर्किनु पर्थ्यो नि त। तर पनि उहाँले मलाई अब मसँग छ भनेर एक्स्ट्रा उहाँले दिनुभयो क्या। अनि त्यो होइन, अनि कति ठाउँमा मैले बिर्सिरहेको, मेरो बिर्सिने बानीले मलाई कति बेला असर गर्छ थाहा छ मलाई पनि। तर पनि यो बिर्सिने बानी चाहिँ अब बानी होइन, यो मेरो आफै बिर्सिन्छु त के गर्नु। अब कसैले म बिर्सिन्छु भनेर बिर्सिँदैन नि त होइन, तर पनि बिर्सिन्छु। तपाईँको मन नपर्ने बानी, मलाई मन नपर्ने बानी। अनि त्यसो चाहिँ अब म चाहिँ कति छिटो रिसाउँछु होइन। अनि म त कति छिटो रिसाउँछु। अनि त्यस पछाडि आफै गल्ती गर्छ नि, आफै रिसाउँछु नि त तपाईँसँग। अरूसँग त रिसाउँदिनँ, तर तपाईँसँग चाहिँ अब रिसाउँछु नि त होइन। अनि त्यसले म रिसाएर आफै मलाई चित्त दुखेर रुन थाल्छु। अनि तपाईँ फकाउनुहुन्छ नि, आफै चित्त दुखाउनुहुन्छ क्या। अनि चित्त दुखाएपछि मलाई माया लाग्छ नि त होइन। अनि त्यो चाहिँ मन पर्दैन। तपाईँ चित्त नदुखाउनु, तपाईँलाई चाहिँ तपाईँको आँखाबाट आँसु नआओस् जस्तो लाग्छ क्या। अनि तपाईँ आफै चित्त दुखाउनुहुन्छ, त्यो चाहिँ नदुखाउनु त्यस्तो लाग्छ क्या। त्यो चाहिँ मन पर्दैन त्यसरी। छोरा मान्छे त अलिकति डेन्जर हुनुपर्छ क्या। किन रोको, किन रिसाएको मसँग भन्ने खालको हुनुपर्छ नि त होइन। तर उहाँ चाहिँ त्यस्तो हुनुहुन्न क्या। 10 चोटि पनि मनाइराख्नुहुन्छ नि त। अनि त्यसो चाहिँ अलिक मलाई त डेन्जर होस् जस्तो लाग्छ क्या। अनि त्यो चाहिँ अलिक मन पर्दैन, अलिक डेन्जर हुन अबदेखि त्यो होइन। त्यो एउटा मन नपर्ने बानी भयो होइन। अनि अर्को चाहिँ हो म ढिलो गर्छु, मलाई थाहा छ त्यो सबै छोरी मान्छेको इन्टरनेसनल प्रब्लम हो होइन। तर कहिले काहीँ त सनस्क्रिन पनि लाउनु भएको हुँदैन है। सनस्क्रिन लाउँदै गर्दाखेरि पनि चाबी यहाँ छ ल भनेर बाहिर निस्किदिनुहुन्छ होइन। कराउनु पनि हुन्न, गाली पनि गर्नुहुन्न, तर चाबी यहाँ छ ल भनेर बाहिर निस्किनुहुन्छ। अनि मलाई चाहिँ दिलमा फेरि तीर पसिहाल्छ क्या। तीर त्यो 10 कोस बराबर तन्काको तीर चाहिँ मुटुमा छास्सै पस्छ क्या। अनि त्यो हो मलाई मन नपर्ने बानी। चाबी यहाँ छ ल, इमोसनल ब्ल्याकमेल भन्छ त्यसलाई चाहिँ। चाबी यहाँ छ ल त्यो 2टा भयो नि हो कि होइन भन्नु त। गर्छु म चाहिँ ढिलो भगाउँछ नि त। म त फेरि यस्तो नि त करेक्ट पनि गर्ने नि त, मैले गल्ती बोल्दैछु भने। अनि तेस्रो बानी मन नपर्ने कि तपाईँको के मन नपर्ने त के छैन, सबै मनपर्छ मलाई। मन नपर्ने बानी गर्नुहुन्न। अनि त्यसपछि छैन पास ल 3टा कसरी पुऱ्याउनु मन नपर्ने बानी। सम्झेँ। अब म चाहिँ ड्युटीहरू जाँदाखेरि होइन, अब पुग्नु बित्तिकै त म्यासेज गर्न सकिँदैन नि त। जहाँ गयो भने पुग्नु बित्तिकै म्यासेज त्यहाँको सिचुएसन अनुसारले अलिकति फ्री भएर म्यासेज गर्नुपर्छ नि त। पुग्नु बित्तिकै किन म्यासेज नगरेको, किन कल नगरेको, किन इन्फर्म नगरेको, पुग्यो कि पुगेन कि बाटोमै छौ क्या हो भन्नुहुन्छ। अब ड्युटी पुगेर कति काम गरिरहेको हुन्छ, प्रोसिजर सकेर क्लाइन्ट भ्याएर खाना खाने बेला बसेको हुन्छ, तिमी ड्युटी पुगेको छैनौ बाटोमै छौ हो भनेर डाइलग दिनुहुन्छ क्या। त्यो डाइलग चाहिँ मन पर्दैन। त्यही हो 3टा त मैले पुऱ्याएँ नि त अब होइन। अनि त्यसपछि ल मनपर्ने बानीहरू, मेरो मनपर्ने कुराहरू 5-5वटा। मनपर्ने त धेरै हुन्छ नि त। 5वटा मेरो मनपर्ने कुराहरू भन्नुहोस् तपाईँलाई, एकदम मनपर्ने, अट्र्याक्टिभ लाग्ने, वाउ लाग्ने। छिट्टो भन्नुपर्छ। के भन्नु ठ्याक भन्नुपर्छ त। आफूलाई मन परेको मान्छेको त ठ्याक आउँछ त। सबै कुरा राम्रो छ कि राम्रो होइन भन्नु पर्यो नि त बुदागत रूपमा।
सब प्रसङ्ग व्याख्या गर 5 मासको सबै राम्रो छ मेरो बुढी। त्यस्तो भनेर हुँदैन क्या, बुदागतको रूपमा भन्नुपर्छ है। बुदागत रूपमा के भन्नु, मेरो बुढीले खाना मिठो बनाउँछ, सफा सुग्घर बस्नु भन्छ मलाई। म अलिक फोरी बस्छु म। होइन, गलत होइन, अल्छी गर्छु नि त म, त्यही भएर। तपाईँ अल्छी र तपाईँसँग कुनै कनेक्सन छैन प्लिज। यो चाहिँ तपाईँ झुट बोल्नु भएको यो होइन, यस्तो होइन। के कति दुईटा भने होइन मैले? तपाईँले त्यो झुट बोल्नु भयो क्या। कसरी झुट बोल्यो? अब चाहिँ मेरो मनपर्ने बानी 5-5वटा मेरो मनपर्ने बानीहरू भन्छ। मैले गर्दाखेरि चाहिँ तपाईँलाई खुसी लाग्छ क्या त्यो कुराहरूले चाहिँ। त्यो अरूको अगाडि मेरो कुरा गर्ने, प्रशंसाहरू गर्ने, अरूको अगाडि मेरो प्रशंसा गर्ने। अनि तपाईँ प्रशंसाको योग्य पनि त हुनुहुन्छ। अनि मेरो बुढीले खाना मिठो बनाउँछ, त्यो चाहिँ अलिक होइन, 50%। होइन, वाचिपा कस्तो मिठो लाग्छ नि त। राईहरू तितै वाचिपा। अनि थ्याङ्क यू। अनि छिटो भन्नुपर्छ, टाइम छैन। कस्तो टाइम छैन, छिटो भन्नु, सम्झेर भन्नु पर्यो नि। सबै राम्रो छ त, कुन तिमीलाई केलाएर भन्नु भनेको होइन। अनि अरू के छ, दुईटा पुग्यो नि। अनि दुईटा पुग्यो है। ए मेरो मनपर्ने बानी रहेनछ। होइन हौ, केटाकेटी यस्तो उयो के अरे बानी गर्छ नि, त्यस्तो त मनपर्छ मलाई। केटाकेटी यस्तो प्याउली हुन्छ नि, त्यो त म गर्छु। जो मान्छेले धेरै माया गर्छ नि त्यो मान्छेको छेउमा प्याउली हुन्छ साँच्चै। अब मलाई पहिला आप्पा आमाले मलाई अब माया गर्नुहुन्थ्यो नि त, अनि आप्पा आमाको छेउमा प्याउली हुन्छ क्या। त्यो चाहिँ माया, त्यो चाहिँ हुन्छ। अनि 3टा भयो, अब 2टा मनपर्ने मैले छिटो भन्नुपर्छ क्या। सबै राम्रो छ, मलाई त के नै आउने। छिटो भन्नु न, ढिलो भइसक्यो। 5-2टालाई तपाईँलाई मन पर्दैन हेर्नु साथीहरू, मन पर्दैन। 3टा मात्रै मनपर्ने बानी रहेछ मेरो। अन्त अरू मेरो बुढी राम्रो छ, सबै राम्रो लाग्छ मलाई। प्रभु भयो त नि, प्रभु 5वटा राम्रो बानी पनि निकाल्नु नसक्ने उहाँमा। सबै राम्रो भएपछि कतिवटा 5वटा निकाल्नु नि? तिमीलाई के राम्रो लाग्छ र? मलाई तपाईँको कुकिङ स्किल एकदमै राम्रो छ। मलाई त्यो राम्रो लाग्छ, किनभने म कस्तो थाकेर आएको हुन्छ ड्युटीबाट, म गलेर आएको छु, म पकाउँदिनँ ल भन्यो भने पनि हुन्छ भनेर पकाउनुहुन्छ। त्यो राम्रो बानी लाग्छ फर्स्टमा होइन, त्यो चाहिँ सेकेन्ड थर्डमा भनौँ न। अनि सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँले मेरो हरेक कुराहरूलाई केयर गर्नुहुन्छ क्या। अब मैले लाएकोदेखि लिएर खाएको सबै थोक, तिमीलाई मलाई के मनपर्छ के मन पर्दैन, मेरो स्वाद कस्तो छ, मलाई कस्तो कलर मनपर्छ, कुन खालके मलाई चिजहरूले मलाई खुसी बनाउँछ, त्यो कुराहरू तपाईँलाई सबै थाहा छ क्या। अनि यो कुरा यतिखेर चाहिँ मेरो बुढी यसरी खुसी हुन्छ है भन्ने कुरा तपाईँले यो ठिक समयमा गर्नुहुन्छ नि त। अनि त्यो चाहिँ मलाई एकदमै मनपर्छ होइन। दोस्रो भयो। अनि तेस्रो नम्बरमा चाहिँ अब मैले गल्ती गर्दैछु भने पनि यो यस्तो है, यो सही हो, यो गलत हो भनेर तपाईँले छुट्याइदिनुहुन्छ क्या। अनि यस्तो गर्नु हुँदैन है भनेर तपाईँले सिकाउनुहुन्छ होइन। अनि कति ठाउँमा म जिद्दी हुन्छु, अनि जिद्दी गर्नु हुँदैन भनेर कुरा तपाईँले सिकाउनुहुन्छ। त्यो तेस्रो भयो होइन। अनि त्यस पछाडि तेस्रो भयो। अनि सबैभन्दा फर्स्ट उहिले हाइएस्टमा आउने भनेको चाहिँ मेरो जति अब तपाईँको बुवा आमालाई रेस्पेक्ट गर्नुहुन्छ नि तपाईँले, त्यत्तिकै रेस्पेक्ट चाहिँ मेरो बुवा आमालाई पनि आमालाई पनि गर्नुहुन्छ होइन। मेरो माइती पक्षलाई तपाईँले त्यही प्रकारको रेस्पेक्ट दिनुहुन्छ, बेला बेलामा कल गरिराख्नुहुन्छ। त्यो चाहिँ मेरो एकदम बेस्ट, अब एकदमै धेरै मनपर्छ होइन। त्यो चाहिँ अब त्यो क्वालिटी चाहिँ तपाईँको एकदमै धेरै मनपर्छ होइन। अनि 5मा चाहिँ के भयो भन्दाखेरि तपाईँ चाहिँ एकदम स्पिरिचुअल हुनुहुन्छ। किन भन्दाखेरि चाहिँ अब होइन, अब तपाईँ राम्रो हुनुहुन्छ, मतलब अब के भन्नु, स्पिरिचुअल भनेको अब आत्मिक अब यस्तो गर्नु हुँदैन। झट्टै सेवामा पनि राम्रो हुनुहुन्छ, सेवा सङ्गतिमा पनि राम्रो हुनुहुन्छ, नभ्याए पनि। अनि जस्तै निन्द्रामा पनि होइन, जस्तै निन्द्रामा चाहिँ 1 घन्टा सुतेर भए पनि सेवा चाहिँ जानुपर्छ है, यसरी हुँदैन भनेर सेवाहरू जानुहुन्छ। अनि मलाई पनि इन्करेज गर्नुहुन्छ क्या। म कति थाकेको हुन्छु, कस्तो गलेको हुन्छु, तर पनि होइन मेरो हस्बेन्ड त यस्तो छ, म किन अनि भन्ने खालको मलाई इन्करेज गर्नुहुन्छ। त्यो अब धेरै छ उहाँको चाहिँ, धेरै छ राम्रो पक्षहरू, तर मैले 5वटामा भन्दाखेरि चाहिँ त्यति हो। फ्यामिलीलाई रेस्पेक्ट दिने, सेवा सङ्गतिमा एकदमै धेरै अगाडि स्पिरिचुअल
मान्छे हुनुहुन्छ अनि मलाई माया गर्ने केयरिङ गर्ने मेरो हरेक कुरालाई बुझ्ने मलाई फिजिकल्ली मेन्टल्ली सपोर्ट गर्ने अनि कुकिङ स्किल एकदमै धेरै भएको मान्छे अनि अर्को नि हुन्छ 6 वटा बनाइदिन्छु म टाइमको पङ्क्चुअल यति टाइममा चाहिँ म आइपुग्छु है भनिसक्छ त्यही टाइममा आउनुहुन्छ क्या टाइम चाहिँ एकदमै थाहा हुन्छ मलाई त्यो धेरैवटा छ साथीहरू धेरै तारिफ नगर्नु नजर लग जाएगा होइन अनि त्यो भएन नि भन्नु मेरो फेभरेट कलर कुन हो पिङ्क व्हाइट अनि ब्ल्याक पिङ्क व्हाइट ब्ल्याक यस तपाईँको फेभरेट कलर चाहिँ ब्लू ब्लू एन्ड व्हाइट एन्ड ब्लू के न त प्रायः त्यही गर्नुहुन्छ ब्लू एन्ड व्हाइट तर उहाँले सबै कलरहरू मनपर्छ कलरले म्याटर गर्दैन उहाँलाई कम्फर्टेबल चाहिँ चाहियो अनि त्यसपछि तपाईँलाई जुत्ता मनपर्छ कि चप्पल मनपर्छ मलाई मोजा विथ चप्पल मलाई चाहिँ नि साथी जुत्तै मनपर्छ जुत्ता चप्पल मोजा विथ चप्पल के सजिलो लाग्छ खुट्टा चाहिँ मोजा किन लगाउनु हुँदाखेरि खुट्टा मैला हुँदैन नि त मोजाले लगाएपछि अनि त्यही हो त्यति नै हो साथीहरू अब कति धेरै कुराहरू छ तर कति गर्नु आज हामीले केही नलेखिकन अनप्लान बनाएको भिडियो हो नि त अनि त्यही भएर अनि तपाईँलाई यस्तै केही क्वेसनहरू छ भने हामीलाई सोध्नुहोस् हामी त्यसको उत्तर दिनेछौँ तर यस्तो हुन्छ कि हामी चाहिँ अब यहाँनिर विदेशमा चाहिँ कस्तो हुँदो रहेछ टाइम म्यानेजमेन्ट गर्नु एकदमै धेरै गाह्रो हुन्छ साथीहरू होइन अब उहाँको ड्युटी छ भने अब मेरो अफ भएको हुन्छ अनि मेरो अफ भएको हुन्छ उहाँको ड्युटी हुन्छ हामी त्यो टाइमिङै मिल्दैन क्या भिडियोहरू अपलोड गर्नलाई पनि हप्तामा एकचोटि भिडियो अपलोड गर्नलाई पनि टाइम हुँदैन क्या हामीसँग चाहिँ त्यसैले अनि तपाईँहरूले सोच्दै हुनुहुन्छ होला के अरे वाइफ चाहिँ अग्ली रहेछ हस्बेन्ड चाहिँ हो चाहिँ रहेछ भनेर नसोच्नु है म त कति अग्लो हुनुहुन्छ नि थचक्क भएर बस्नु भएको र पो त्यसो देखेको त त्यही त नि अनि भन्नुहोस् साथीहरू तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला शेयर गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला हस् त आजलाई हामी बिट मारौँ होला है त हजुर हस् त तपाईँहरूले हाम्रो च्यानललाई माया गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद मुरी धन्यवाद ह्याप्पी एनिभर्सरी मेरो बुढी अनि मेरो प्यारी पुन्टु यस्तै माया जति आजको दिनसम्म दिनुभएको छ त्यही माया मलाई दिइरहनुहोस् र मैले पनि तपाईँलाई त्यही माया दिइरहन सकौँ हुन्छ है त भन्दै आजलाई बिदा हुन चाहन्छु बाई बाई जय मिसिकी